ल हेलो गाइज साथीहरू, अब हाम्रो टुचनको पालो यहाँ रहेको छ। हाम्रो यहाँ 5 जना, मसँग 6 जना। कसरी ले त कसरी आउँदै हुनुहुन्छ हेर्नु। यस्तो ओह्रालो छ। काममा ठगे पनि खानु ठग्नु हुँदैन अरे कि। खै हिजो चाहिँ अलि नर्भस हुनुहुन्थ्यो र अलिकति कतै भित्रै पो व्यथा अलिक ठुलै छ कि भन्ने चाहिँ सोचेको थिएँ। सहयोगी मनका धनीहरू यसरी यहाँ खाना खाँदै हुनुहुन्छ भर्खरै पाइप तानिसकेपछि। अब साथीहरू होइन, पाहाडतिर चाहिँ तिर्खा लाग्यो भने चाहिँ पानी चाहिँ यसरी खानुपर्छ है। बहुत तिर्खा लाग्यो। हामी अहिले धरान 4बाट कटारेसम्म आउँदाखेरि हामी चाहिँ तल देउराली हुँदै बाइकमा घुमेर आएको थियौँ। अनि बाइक चाहिँ हामीले परतिर राखिसकेका छौँ। अहिले चाहिँ अब जङ्गलको बाटो घुम्दै घुम्दै जानुपर्ने। अब हामीले भिर टेक्यौँ क्या। भिर फेरि यस्तो डेन्जर ठाउँ छ कि म तपाईँहरूलाई देखाउँछु ल भिर कस्तो रहेछ भनेर। हेर्दै जाउँ है साथीहरू। ल पानीले अगायो क्या हो। आजको हाम्रो खाना चाहिँ फेरि खोलामै हुन्छ जस्तो भन्दैछ होइन। बाटो चाहिँ यस्तै हो साथीहरू। यसो बामे सर्दै जानुपर्छ, खासै अप्ठ्यारो त छैन। यही बाटो अस्ति हामीले पाइप तानेको। बाटो चाहिँ मजाले धुलिएको छ क्या, यस्तो छ। यो चाहिँ मृग हिँड्ने मात्रै बाटो हो नि, फेरि मान्छे चाहिँ घरिघरि मात्रै। अनि यो जङ्गलमा चाहिँ तपाईँ भन्नुहुन्छ भने मृग र कालिज चाहिँ कति हो कति, तर यहाँ सिकारीहरू छैनन्, त्यही भएर मजाले फस्टाइरहेछ क्या। ल अहिले चाहिँ हामीहरू खोलामा आइपुग्नु लागेछौँ, हाम्रो प्रेम सर र म। हाम्रो हिँडाइ त 15 दिन पुग्नु आँट्यो यो खोला खोल्सी जङ्गल होइन। त्यो छेउको नटेक्नु है जाला। हामीहरू पनि राउटे भन्दा फरक छैनौँ है। अब जङ्गलै मात्रै कुदैछौँ कि। यहाँ सेरा खोला र सत्ती घाट आफ्नै दुनियाँमा बगिराखेको छ। हामीहरू आफ्नै दुनियाँमा हिँड्दैछौँ। आपा हेर्नु न, बिस्कुट, चक्लेटी बिस्कुट जस्तो ढुङ्गाहरू पो छ त यहाँ त। यो त केक जस्तो छ त हौ यार, के हो यस्तो। बजारतिर यस्तो यो साइजको केक हुन्छ नि होइन। अरे ओके ओके ओके। हेलो गाइज, साथी त तल झरिसक्यो त।
यहाँ चाहिँ कताबाट गऱ्यो क्या साथी चाहिँ यता गयो होला पक्कै पनि त्यस्तै लाग्छ मलाई। बल्ल झरी हो खेतीमा। खोलामा झऱ्यो अब चाहिँ ढुङ्गा त कति हो नि होइन साथीहरू। खोला त निकै ठुलो पो हुँदो रहेछ त अहिले त। ए ल हामीहरू अहिले ठ्याक्कै कति बजे भन्नुहुन्छ भने 7 पनि बजेको छैन तर हामीहरू चाहिँ खोलामा आइपुग्यौँ। खोलामा यस्तो चिसो हावा बग्दैछ कि साथीहरू। खोला आफ्नै दुनियाँमा छ, हामीहरू आफ्नै दुनियाँमा छौँ। हाम्रो काम आज ऊ माथि हुने हो। पाइप देख्दै हुनुहुन्छ साथीहरू, त्यहाँ हुने हो। वाउ ल यस्तो रहेछ है, दामी छ दामी। मरै भेटौँ। ल हिजोको सामान चाहिँ हाम्रो यहाँ फ्रेमसल राख्नु भएको रहेछ। यहाँ फेरि यस्तो स्पेसल बस्नु लायकको छ नि। फेरि हेर्नु न यहाँ दुध भात। अब भात त नखाउँ होला हौ, यसो गरेर। वाउ ल यस्तो ओडार रहेछ होइन। यहाँ चाहिँ पानी पर्यो भने पनि सेफ्टी चाहिँ हुने, तर बाढी पहिरो आयो भने चाहिँ अलि जोखिम नै हुन्छ। सायद आज हाम्रो खाना पाक्ने ठाउँ चाहिँ यहीँ हो कि जस्तो लाग्छ। दाउरा त कति छ होइन यहाँ, यत्रो मुढाहरू छ होइन। खोलाले अलरेडी ल्याइरहेछ। साथीहरूले त यहाँ त छोक्रा पनि ल्याएर राखेको छ त। यो अस्तिको माछा मार्न आउनेहरूले सायद छोक्रा राखेको होला क्या। छोक्रा यहाँ खाना पकाइखाएको। ल पहाड यस्तै छ है, पहाड यस्तै छ साथीहरू। ल अहिले चाहिँ हाम्रो प्राविधिक साथी दाजुहरू पनि आइसक्नु भएको छ भने अहिले चाहिँ हामीले खाजासाजा खाएर अब उकालो लागिसकेका छौँ। खोलामा छौँ अहिले होइन। खोलाको ढुङ्गाको ओडारहरू यस्तो छ, ल हेर्नु होला। खोला यस्तो राम्रो बग्दैछ। यहाँ जोडी आइयो भने यस्तो मजा आउनेवाला छ।
ढुङ्गा ठुलो ठुलो ड्याम्म ड्याम्म सुतिराखेको अवस्थाहरू होइन। यो कत्रो ढुङ्गा होला त होइन। झ्याम्म माथिबाट ढलेर बसिराखेको अवस्था। पहाडतिर चढ्दै काम गर्दै हिँड्दाखेरिको भ्यूहरू पनि मजा लाग्दो। अब हेर्नुहोस् यस्तो मजाको ठाउँ छ। अहिले हामी यही माथि नै चढी जाने हो। कैलाश पर्वतको पहाड जस्तै देखिन्छ है क्या हो। जाने भए जाऊ माया। पौडी खेल्ने ठाउँ त कति हो साथीहरू। यस्तो दामी दामी ठाउँ छ, घुम्न आइदिनु होला है साथीहरू। अब चाहिँ हामी यहाँदेखि माथि जङ्गल चढी जाने हो। हाम्रो साथी आउँदैछ। पुरै कमेरे माटोमा छ। लु साथीहरू, ट्रेकिङ जाने भनेको त यस्तो ठाउँतिर पो त। यस्तो भर्लाको बुट्टा समाउने हो, तलतिर मासतिर हेर्दै चढ्ने हो, अनि पो ट्रेकिङ हुन्छ त साथीहरू। मैदानतिर मात्रै ट्रेकिङ गरेर हुन्छ हेर्नुहोस् त है। यस्तोतिर हो क्या ट्रेकिङ भनेको। चुच्चे ढुङ्गातिर टेक्दै टेक्दै यस्तोतिर हिँडेको पो खतरा ट्रेकिङ हुन्छ त साथीहरू। जहिले मैदानतिर मात्रै ट्रेकिङ गर्छ, कहाँ हुन्छ त नि। यसरी समाउने हो, जाने हो। यसले भन्छ खतरा खालको ट्रेकिङ। ल यहाँ हाम्रो भाइ आउँदैछ। कसरी आउँदै हुनुहुन्छ हेर्नु। यस्तो ओह्रालो छ, यस्तोमा ट्रेकिङ हुन्छ हाम्रो। अब हेर्नुहोस् यहाँ कतिवटा पाइप होला त गाइसहरू। अहिले चाहिँ हाम्रो यहाँ एउटा हाम्रो पाइप जोडान हुँदैछ है। आज पनि यो घरले भिरमा एउटा पाइप जोडान बाँकी रहेकोले गर्दा हामी घरले भिर चढेका छौँ। यो ढुङ्गाहरू फुटेर पिस पिस भएको छ। इसको बोलती है ट्रैकिंग, देखा। देखो पहाड यहाँदेखि भेटिन्छ। मुनिबाट त भेजिन्छ होला। ल पर दुईजना भेडी जस्तो बसिरहेको छ हेर्नु है। ल साथीहरू, हामी चाहिँ अहिले
यो हिटिङ तताइँदैछ आगो बालेर। तयारी हुँदैछ पाइप फिटिङको लागि। यस्तो छ हाम्रो ट्रेकिङ। ल हेलो गाइज साथीहरू, अब हाम्रो टुचनको पालो यहाँ रहेको छ। हामीहरू खोलाको डिलमा छौँ होइन त। हाम्रो यहाँ दुईजना पत्रकार साथीहरू खाना बनाइदिनुलाई आइसक्नु भएको छ। प्रज्वल सर र राजेश सर जस्तो लाग्यो। अर्को साथी चाहिँ राजेश सर नै हो कि जस्तो लाग्यो, तर हो कि होइन त्यो चाहिँ भरे मात्रै थाहा हुनेवाला छ। यो तार चाहिँ अब वारपारै तान्ने हो कि चिउरीकोबाट यस्तो भाग राखेर ल हाम्रो यता धन सर भाइ, श्याम सर, यता हाम्रो भाइ थुप्रै छौँ। फेरीमा छौँ है साथीहरू। ल ट्र्याकिङ गर्नलाई आइदिनु होला यो ठाउँमा। यहाँ सुन खानी पनि छ अरे है साथीहरू, सुनिराख्नु होला। ल हेलो गाइस, आज हामीहरू यहाँ टुचन सुर्काउँदैछौँ। यहाँ हाम्रो अग्रज अलिकति उमेरमा अलिकति ठुलो हाम्रो श्याम दाजु। नमस्कार दाजु। नमस्कार। हिजो अलिक मौसम बिग्रिएको थियो, आज अलिक उज्यालो छ। हिजो भनेको तराईतिर अलिक कुइरीमण्डल लागेकोले चिसो मासतिर बढेको हुनाले त्यस्तो भएको। आज चाहिँ बिहानदेखि घाम लागिरहेको, मौसम सफा भएको कारणले सफाइ भएको। ए तपाईँ त सायरीको त खानी लगभग दिनमा 1000 क्रस गर्नुहुन्छ अरे नि त होइन? त्यो त भनाइ मात्रै हो। ए भनाइ। ल एक दुईवटा सायरी हल्का सुनिदिउँ न त, यसो हाम्रो भ्लगबाट गाइजहरूलाई होइन, यसो दर्शकहरूलाई पनि यसो मनोरञ्जन गराइदिउँ। हाम्रो यहाँ 5 जना, मसँग 6 जना। सरी लु त पुगेको छैन होला अलिक। ल यसरी चाहिँ टुचन बाँधेर सुर्क्याइन्छ हामी चाहिँ। हाम्रो खाना तल खोलामा पाक्दैछ। त्यसबाट चाहिँ हामी पनि यहाँ जोरदारसँगले अलि छिटै काम सकेर छिटै हँसुर्ने विचार गरेर हामी गर्दैछौँ हजुर। त्यस्तो थिएन रहेछ ए हो। बाटी चाड। ल दाइ त अब सायरीको खानी लो, एक दुईवटा सायरी यसो हाम्रो गाइजहरूलाई पनि हानिदिनु। होइन हौ, साथीहरूलाई काम गर्दा सायरी सुनायो भने सायरीपट्टि लाग्छ, काम गर्दैन होला। त्यो तपाईँ विचार गर्नुपर्छ। यसमा चाहिँ के हुनु पर्यो नि, हात पनि चल्दै गर्ने, मुख पनि चल्दै गर्ने, दिमाग पनि चलाउँदै गर्नु पर्यो के। तिनवटा कुरो चाहिँ एकदम बहुत जाइज हुनु पर्यो होइन? तिनवटा कुरो चाहिँ एकदम एक्टिभ। त्यो नभन्नु होला। त्यो यस्तो नि, अब धेरैजना भयो भने यो गर्दा हुन्छ त्यो गर्दा हुन्छ भन्दाखेरि चाहिँ अब त्यो छलफल हुन्छ। त्यसमा चाहिँ अन्तिममा निचोर, अब कसले त्यतिजना मध्येमा बोलेकोले एकजनाले बोलेको चाहिँ निचोर हुन्छ अनि त्यही पास हुन्छ। अस्ति त्यहाँ कहाँनिर धेरै मान्छेको धेरै के मर्ने मान्छेको के भन्नुभएको थियो नि एउटा। के त नभन्नु होला, पक्का शब्द छ कि भनिदिउँ लगाइदिउँ। मिल्छ हाम्रोमा। ए त्यो भनेको त्यो चाहिँ यस्तो अरे क्या, धेरै काम धेरै मान्छे धेरै कुरा, मरेको मान्छेको 3वटा गुला भनेको चाहिँ धेरै मान्छे धेरै कुरा, मरेको मान्छेको 3वटा गुला भनेको एकदमै त्यो चाहिँ लेटेस्टमै आएको रहेछ क्या। ल ठिक छ, हामी सायरी सुन्दै काम गर्दै अगाडि बढ्नेवाला छौँ है त। खाना खानाको लागि आइपुग्नु भएको छ। किनकि यो पानीको पाइप ल्याउनलाई त्यति सजिलो छैन यहाँनिर। हामी यहाँ देख्न सक्छौँ यस्तो भिडमा धेरै मेहनती दाजुहरू हुनुहुन्छ यति बेला।